हुन्छ जुत्तामा निकालेको छ। जुत्तामा खुकुरी छ अनि हाम्रो गोर्खा लेखेको छ। अब हामी जाति चाहिँ गोर्खा चाहिँ अर्को जुत्तामा लाग्ने हो। कुनै कम्युनिटीको नाम, कुनै कम्युनिटीको जातको नाम अन्डरगार्मेन्ट्स, जुत्ता, चप्पलमा लेखेको अहिलेसम्म तपाईँले पाउनु भएको छ। हाम्रो चाहिँ किन लेख्यो? यसको म घोर आपत्ति जनाउँछु। अनि तपाईँहरूले पनि यो मेरो भिडियो आइसकेपछि प्रत्येक स्वाभिमानी गोर्खाले यसको विरोध गर्नुहोस्। हामी जुत्तामा लेखिने गोर्खा जाति होइन। र हामी गोर्खा जाति विश्व प्रसिद्ध जाति। हाम्रो जातिलाई एक निडर अनि लडाकु जातिको रूपमा विश्वले मान्दछन्। हाम्रा पूर्वजहरूको कारण र आज पनि हाम्रा गोर्खे सन्तानको कारण हामी विश्वमा चिरपरिचित जाति हौँ। अनि हामी एक स्वाभिमानी जाति भएकोले गर्दाखेरि हाम्रो यो वीरताको गाथा सुन्दा हाम्रो छाती फुलेर आउँछ। तथापि हामी भन्ने गर्छौँ हामी वीर मात्र होइनौँ, बुद्धिमान पनि छौँ भन्छौँ। आज समय आएको छ हामी वीर छौँ अनि बुद्धिमान पनि छौँ भन्ने पनि हामीले परिचय दिन आवश्यक छ। कारण मैले विगतमा उद्योगपतिहरूले हाम्रो जातिको नाम लगाएर मार्केटमा, बजारमा उनीहरूको प्रोडक्ट हाम्रो जातिको नाममा ल्याएर बिक्री गरेको देखेका छौँ। त्यसको एउटा ज्वलन्त उदाहरण नेपाल राष्ट्रमा, नेपाल देशमा गोर्खा बियर भन्ने नामक एउटा मदिरा छ। जहाँनिर गोर्खा सोल्जरको, गोर्खा सिपाहीको नक्सा छ अनि मुनिपट्टि गोर्खा राखिएको छ। गोर्खा बियर भनेर राखेको छ। सो नेपाल देशमा त्यो बियर एउटा चलेर आएको छ। बियरमा पनि हाम्रो जात टाँसिएको छ। त्यो पछाडि केही वर्ष अगाडि भारतको फोर्स मोटर्सले एउटा जिप निकालेको थियो। तपाईँलाई याद छ कि खुकुरीको साइन गरेर, यसरी खुकुरीको साइन गरेर गोर्खा भनेर मुम्बईबाट फोर्स मोटर्सले एउटा गोर्खाको नाममा गाडी निकालेको थियो। र नेपालमा बियर, गोर्खा बियर नाम राखिँदा पनि नेपालका हाम्रा सन्तानहरूले त्यसको विरोध गरेन। अनि भारतमा पनि जब यो फोर्स मोटर्सले गाडी निकाले गोर्खाको नाममा, त्यति बेला पनि त्यति आपत्ति भएन। तर आज म तपाईँलाई यस्तो भन्न चाहन्छु कि हाम्रो जातिको नाम खुट्टामा हुनु हुँदैन। हाम्रो जातिको नाम चाहिँ लेखेको चाहिँ प्रत्येकको खुट्टामा हुनु हुँदैन। यसको मतलब हालैमा गुरगाउँ स्थित, भारतको गुरगाउँ स्थित, हरियाणाको गुरगाउँ स्थित एउटा कम्पनी छ क्राफ्ट एन्ड ग्लोरी। सो कम्पनी क्राफ्ट एन्ड ग्लोरी कम्पनी, जसको मालिक हुनुहुन्छ रोहित आनन्द, उहाँको कम्पनीले, क्राफ्ट एन्ड ग्लोरीले, यो हुनु त अमेरिकाको एउटा कम्पनीसँग उनीहरूको टाइअप छ। तथापि यो जुन गोर्खा नाम गरेको उहाँको प्रोडक्ट छ, त्यो सब प्रोडक्ट चाहिँ इन्डियन कम्पनीबाट भएको छ, क्राफ्ट एन्ड ग्लोरी। अनि यसको मालिकको नाम हो रोहित आनन्द। अनि यसको इन्डस्ट्री अनि हेड अफिस नै गुरगाउँ हो, दिल्लीको नजिक हरियाणाको गुरगाउँ हो। तपाईँलाई मैले यो भिडियोसँग म एउटा फोटो पनि हालिदिन्छु, बियरको पनि हालिदिन्छु, 410ले निकालेको गाडी पनि निकालेको छ। तर यो जुन चाहिँ प्रोडक्ट क्राफ्ट एन्ड ग्लोरी गुरगाउँले निकालेको छ, मिस्टर रोहित आनन्द यसको मालिक हुनुहुन्छ, जुत्तामा निकालेको छ। जुत्तामा खुकुरी छ अनि हाम्रो गोर्खा लेखेको छ। अब हामी जाति चाहिँ गोर्खा चाहिँ अर्को जुत्तामा लाग्ने हो। कुनै कम्युनिटीको नाम, कुनै कम्युनिटीको जातको नाम अन्डरगार्मेन्ट्स, जुत्ता, चप्पलमा लेखेको अहिलेसम्म तपाईँले पाउनु भएको छ। हाम्रो चाहिँ किन लेख्यो? यसको म घोर आपत्ति
जनाउँछु। अनि तपाईँहरूले पनि यो मेरो भिडियो आइसकेपछि प्रत्येक स्वाभिमानी गोर्खाले यसको विरोध गर्नुहोस्। हामी जुत्तामा लेखिने गोर्खा जाति होइन र हामी कतिजना हामी मिलेर आज बिहान मात्रै सल्लाह भयो, हामी दिल्लीको हाइकोर्टमा क्राफ्टेड ग्लोरी अनि मिस्टर रोहित आनन्दको विरुद्धमा हामी केस फाइल गर्दैछौँ। झट्टभन्दा झट्ट यो जुत्ताको नामबाट हाम्रो खुकुरी र गोर्खा लेखेको शब्द हटेको हुनुपर्छ। र आज म विश्वको गोर्खा जाति, विशेष गरेर भारतको गोर्खा जातिको सबै राजनीतिक नेतृत्वहरू, जनप्रतिनिधि, सामाजिक संस्थाहरूलाई म यो नम्र निवेदन गर्न चाहन्छु कि क्राफ्टेड ग्लोरी गुरगाउँको अनि रोहित आनन्दको अगेन्स्टमा हामीले यो एउटा अभियान चलाउँ ताकि हाम्रो जातिको नाम जुत्तामा नआओस्। हाम्रो जातीय एउटा हतियार खुकुरे त्यहाँ जुत्तामा आएको हुनु हुँदैन। यो हामीलाई चोट पर्छ, हामीलाई यहाँ चोट पर्छ र यो तपाईँहरूको लागि मैले छोटो जानकारी दिनको निम्ति यो मैले आफ्नो भिडियो बनाइदिएँ अनि तपाईँहरूको अगाडि म प्रसारित गरिरहेको छु। साथै तपाईँलाई यो जुत्ताको कम्पनी सहित जुत्ता पनि को नक्सा पनि म यो भिडियोसँग तपाईँहरूलाई हालिदिन्छु। साथसाथै योभन्दा अगाडि नेपालमा जुन बियर निस्क्यो त्यसको पनि हालिदिन्छु नक्सा। साथसाथै फोर्स मोटर्सले निकालेको गोर्खा जिपको पनि हालिदिन्छु। यो 3टा आइटम छ र 3टामा विशेष गरेर आज हामीलाई मलाई घात परेको चाहिँ यो गोर्खा लेखेको शब्द र गोर्खाको जातीय खुकुरी हतियार खुकुरी चाहिँ कसैको जुत्तामा पर्छ। अब जुत्तामा लेख्नु थालिसक्यो भनेपछि हामीलाई कस्तो हेयको दृष्टिकोणले हेरिरहेको रहेछ, कस्तो मानसिकता रहेछ भन्ने कुरो चाहिँ हामीले अब बुझ्नुपर्छ र यसको घोर प्रतिवाद गर्नुपर्छ भन्ने तपाईँहरूलाई नम्र निवेदन गर्दै तपाईँहरूबाट म बिदा लिन चाहन्छु।